सबैलाई नमस्ते। आज ममा चाहिँ कस्तो एउटा एकदम इन्सिडेन्ट भयो मेरो लाइफमै नभएको, त्यस्तो ठुलो भन्दा पनि हुन्छ। मेरो आज वालेट हरायो कि बिहान। सो बिहान उठेँ, काममा आउने बेला भएको थियो। काममा आउँदाखेरि बाटोमा धेरै टाढा पनि नखस्या रहेछ। म जहाँ बस्थेँ त्यही अपार्टमेन्टमै, आफ्नै अपार्टमेन्टभित्रै खस्या रहेछ। सो दिनभरि यति धेरै स्ट्रेस भयो कि हुन्छ नि त, परदेशमा छु अनि कागजपत्रहरू हुन्छ। सो एकदमै स्ट्रेस भएको थियो मलाई। अनि एकचोटि फेरि ब्याक गएँ, म अपार्टमेन्ट रुम हेरेँ, कतै रुमभित्र कि भित्र पो छोडेँ कि भनेर, तर रुमभित्र थिएन। अनि अब अपार्टमेन्टमा मेरो रुममा चाहिँ रुम लिँदा चाहिँ अब अपार्टमेन्टमा डकुमेन्टहरू राख्नुपर्ने हुन्छ, मेरो नामहरू हुन्छ नि त। हो त्यसरी सबैले राम्रो गर्नुभएको छ, कतै राम्रो हुनुहुन्छ भने तपाईँमा पनि राम्रो हुन्छ भन्ने जस्तो लाग्यो कि मलाई चाहिँ। अब मैले पनि अहिलेसम्म कतै नराम्रो गरेँ जस्तो लाग्दैन मलाई चाहिँ। अनि कोही राम्रो मान्छेले नै भेटाउनु भएछ, फेरि त्यो चाहिँ त्यहाँ अफिस कन्ट्रोल रुममा चाहिँ बुझाइदिनु भएछ क्या। अनि अफिसबाट कल आयो, तपाईँको वालेट भेटेको छ, लिन आउनु भनेर। सो यस्तो डर लागिरहेको थियो क्या। अब तपाईँको वर्क पर्मिट त्यसैमा थियो, अब सोसियल सेक्युरिटी हुन्छ नि त, एटिएम कार्ड त अब त्यो ब्लक गर्न मिल्यो। अब होइन, वर्क पर्मिट पनि नआएर त मगाउनु मिल्छ, तर पनि हुन्छ नि त एकदमै। फेरि यहाँ यति गाह्रो भइरहेको छ नि त सिचुएसन, यहाँको सिचुएसन गाह्रो छ। त्यसैले सेयर गर्न मन लाग्यो एकदमै। दिनभरि काम त 0% पनि गरेन होला मैले आज। अनि बिहान चाहिँ पछि चाहिँ गरेँ। अनि त्यस्तै हो, परदेशमा डकुमेन्ट नभएपछि कति स्ट्रेस हुने रहेछ भन्ने त्यति बेला चाहिँ फिल भयो 5-6 घन्टा। सो अहिले चाहिँ मसँग छ, मिलिसक्यो मलाई। अनि एकदमै थ्याङ्कफुल छु। अनि धेरै धेरै धन्यवाद, बधाई म आफैलाई दिन चाहन्छु। अनि जसले भेटाएर त्यहाँ कन्ट्रोल अफिसमा पुऱ्याइदिनु भयो उहाँलाई पनि। विदेशी नै होला सबले, तर खुसी लागेपछि चाहिँ